नमस्ते। आज धेरै महिनापछि म आफै नै बोलेर यो हाल्न आँटेँ होइन। होइन भनेदेखि मैले यो अब आफू बोलेको त जाँदै जाँदैन, अनि त्यही भएर त्यो के अरे सर्ट्सपट्टि हाल्थेँ। आज चाहिँ किन आएको भन्नु होला भनेदेखि हाम्रो फिल्म लाइनको अब वरिष्ठ नै हो नि। वरिष्ठ भनेको कलाकार मात्रै हुँदैन, टेक्निसियन पनि त वरिष्ठ हुन्छ। अनि अशोक रोक्का दाई उहाँ चाहिँ अब एकदमै मतलब नेपालमा कोही मेकअप आर्टिस्टहरू थियो भनेदेखि उहाँ चाहिँ तेस्रो नम्बरमा पर्नुहुन्छ। अनि हिजो उहाँको चाहिँ देहावसान भएछ। अनि अब त्यो थाहा पाएपछि अब हामी त जानिने कुरा भयो होइन। अनि दिउँसो गयौँ छोरी र म। अब छोरा त घरमै बस्नु पर्यो। अनि छोरी र म गएको जाँदाखेरि मैले सोचेको थिएँ अब कलाकारहरू पनि त्यहाँ आउनुहुन्छ होला। अनि एउटा मेकअप आर्टिस्ट भनेको त टेक्निसियन हो नि त। टेक्निसियन नभइकन कलाकार कसरी बन्छन्, हो कि तपाईँहरू आफै भन्नुहोस् त। अनि त्यहाँ अब कलाकारको नाममा चाहिँ एउटा मेरै छोरी रिस्ता बस्ने, अनि एकजना हाम्रो के अरे हिरो सबिन श्रेष्ठ, अनि लगायत त्यस्तै 2-4जना अरू पनि अरू थिए। तर अरू चाहिँ आएनन् कि। त्यति मात्रै नभइकन टेक्निसियन नै पनि जब एउटा कलाकार मर्दाखेरि चाहिँ परिवारै गएर स्वास्नीले कसलाई समात्ने, लोग्नीले कसलाई समात्ने, मतलब के न प्राइज पाउँछु भने जस्तरी जान्थे। तर त्यही टेक्निसियन पनि देखिएन कि त्यहाँ, बुझ्नु भएन। अनि ल त्यो सबैजनाले अब आखिर टेक्निसियन भने त टेक्निसियन हो नि त, सपोर्ट गर्न पर्दैन। बिचरा त्यो यति रमाइलो मान्छे नि उहाँ के अरे अशोक रोका दाई। अनि म त कस्तो त्यो ऊ लागेर अब मैले 1-2जनासँग हाम्रो प्राविधिक सङ्घको अध्यक्ष पुष्कर लामाजी, उहाँ त फेरि जसलाई पर्दाखेरि पनि उहाँ नै हो अगाडि सर्ने के, उहाँ नै हो अगाडि सर्ने, उहाँले नै सबै गर्ने। बिचरा उहाँ आफै कहिलेकाहीँ त्यो हार्ट पेसेन्ट हुनुहुन्छ उहाँलाई अब त्यो कहिलेकाहीँ चाहिँ उहाँ आफै नै बिरामी हुनुभयो भने भगवान् जाने होइन। होइन भने त जसलाई पर्दाखेरि पनि पुष्कर लामा भाइ नै हो के अगाडि पर्ने। अनि त्यही भएर मलाई त्यो चित्त बुझेन र अनि त्यहाँ मैले 1-2जनाहरूलाई सोधेको छु। त्यो यो भिडियोमा छ, हेर्नु होला है। अशोक दाईको यो अन्त्येष्टिमा कलाकार भन्नु मेरो छोरी रिस्ता बस्नेत, अनि हाम्रो नायक सबिन बाबु, अनि फाटोफुटो कोही चाहिँ हुनुहुन्छ। होइन भने सबै हामी यहाँ टेक्निसियनहरू मात्रै छौँ। बाबु, यहाँ अशोक दाईको निधन भइरहेको छ, हामी सबै टेक्निसियन यहाँ छौँ होइन। कलाकार मर्दा चाहिँ टेक्निसियन पनि आउँछन्, अनि टेक्निसियन मर्दा चाहिँ कलाकार आउनु पर्दैन। अब यस्तो छ दिदी, अब कलाकारहरूले कलाकारकै सम्मान गर्न छोडिसकेका छन् हेर्नुहोस् होइन। अब यहाँ प्राविधिकको सम्मान गर्न छोडेका छन्। यो पहिलाको प्रथा एकदम राम्रो थियो, तर यो अब के कुराले गर्दाखेरि यस्तो भइरहेछ भने थाहा छैन। सङ्घको कुनै चुनाव आयो, कुनैको संस्थाको चुनाव आयो भने चाहिँ हामी के गर्छौँ, कसो गर्छौँ, यस्तो गर्छौँ, यहाँ गर्छौँ भन्ने पनि धेरै देखिया छ। तर एउटा प्राविधिक भनेको त कलाकारको लागि त धेरै ठुलो कुरा हो। एउटा त्यो चिया बोक्ने टेक्निसियन होस् या चाहिँ डाइरेक्टर होस् होइन, त्यो फिल्मको चाहिँ एउटा चाहिँ टिमको लागि चाहिँ सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यो कारणले गर्दाखेरि एउटा प्राविधिक भनेको त एउटा मुटु हो। त्यो कारणले गर्दा उहाँकोमा आउनुपर्ने, उहाँ लगायत हामी जस प्राविधिक होस्, कलाकार होस्, निर्देशक जो हुँदा आउनुपर्ने चाहिँ हो। तर उहाँले किन आउनुहुन्न भन्ने कुराको चाहिँ यो चाहिँ उहाँहरूले मनन गर्नुलाई यो कुरा चाहिँ हामीले खोजी पनि गर्नुपर्छ। हाम्रो चलचित्र प्राविधिक सङ्घको अध्यक्ष श्री पुष्कर लामाज्यू, अब पुष्कर सर, हजुरलाई हाम्रो यो के अरे अशोक रोका दाईको यो निधनप्रति
कस्तो लागेको छ र अनि अर्को कुरा कुनै पनि कलाकार मर्दा चाहिँ हाम्रो टेक्निसियन आउँछन् होइन अनि हाम्रो टेक्निसियन उहाँ पनि चाहिँ एउटा अब वरिष्ठ हो नि त होइन उहाँ बित्दाखेरि चाहिँ कोही पनि कलाकारको यहाँ अब जस्तो सबिन श्रेष्ठ रिस्ता अधिकारी लगायत 2-4 जना फाटाफुटा मात्रै देखिन्छ अरू नआउनुको कारण पवित्र अधिकारी पनि आएको छ ए पवित्र बहिनी आएको छ ए अनि रश्मि भट्टार्जी आउनुहुन्छ मतलब चिन्ने खालका भनेको मतलब अहिलेको ल ठिकै छ त्यो मध्ये के छ ल भन्नु अब यस्तो छ यो कुनै भोज होइन होइन निम्तो दिएर जसरी तपाईँ आउनुपर्छ कार्ड पुऱ्याउनु जान सकिन्न सबलाई जानकारी भएपछि त्यो अन्तरात्माले एउटा पवित्र चाहिँ नि धामको चाहिँ नि यात्रा गरिरहनु भएको चाहिँ नि हाम्रो चलचित्र क्षेत्रकै वरिष्ठ मेकअप आर्टिस्ट हाम्रो आदरणीय अशोक रोका दाई हुनुहुन्छ झन् चाहिँ नेपाली फिल्म चलचित्र इतिहासमा मेकअपको चाहिँ सुरुवातदेखि यो तपाईँको चाहिँ तेस्रो नम्बरमा पर्छ उहाँ सिनियरमा त्यो हिसाबले उहाँ जतिको चाहिँ लेजेन्ड व्यक्ति चाहिँ को निधन हुँदाखेरि चलचित्रमा जसको मेकअपले गर्दा उहाँ संसारभरि आफू चिन्नका लागि आफूलाई ऊर्जाशील बनाएर चाहिँ उहाँहरूले चाहिँ आफ्नो जीवन चलाउनु भयो र ती व्यक्तिहरूलाई अलिकति नखड्केको देखेर अचम्म लाग्छ कि मलाई किनभने मेरो धर्म भनेको चाहे मानव चाहे कलाकार होस् चाहे प्राविधिक होस् मेरो अन्तरात्मादेखि मेरो कर्तव्य र मेरो धर्म भनेको के हुने कुरा स्वयंलाई बोध हुनुपर्छ अरूले बोध गराउने होइन यी चिजहरूमा भने यो त एकदम पवित्र कार्य हो यो पवित्र कार्यमा कसैले बोलाएर कसैले घोटाएर चाहिँ नि आउने होइन कि स्वयं अन्तरात्मादेखि चाहिँ जागरुक भएर आउनुपर्छ किनभने त्यो व्यक्तिको निधनमा पनि उहाँहरू आउनु भएन भोलि पर्सि आफ्नो अभिभावक विद्यार्थी नपुग्न सक्छ शङ्का लाग्छ मलाई त्यहाँ त्यही कारण म एकदमै दुःखी छु चलचित्र क्षेत्रले एउटा लेजेन्ड तपाईँको चाहिँ नि मेकअप गुरु चाहिँ नि हामीले गुमाएको छु यो चाहिँ नि अवस्थामा हामी एकदमै दुःखी र मर्माहित भएको छु र उहाँको चाहिँ नि योगदानको बारेमा हामीले जति गफ गरे पनि जति हामीले बयान गरे पनि एकदमै कम्ती हुन्छ जसको चाहिँ नि ब्रसले बाटो चाहिँ नि कर्म सुरु गरे हाम्रो मेकअप आर्टिस्टहरू हुनुहुन्छन् होइन अहिलेको जेनेरेसनहरू र सिनियरहरू जो उहाँबाट सिर्जित भयो उहाँबाट नयाँ चाहिँ जेनेरेसनहरू के भन्छ सिकेर चाहिँ आफू क्यापेबल भयो त्यो व्यक्तिलाई हृदयदेखि सुन्नुपर्छ क्या जसको कारणले गर्दा उहाँहरू आज आफ्नो चाहिँ नि के भन्छ प्रोफेसन बनाउने सफल हुनुभएको छ जसको कारणले चाहिँ उहाँहरू आज चलिरहेछ आफ्नो दैनिक चलिरहेछ आफ्नो चाहिँ प्रोफेसन बनाएको छ आफ्नो मेकअप पेसामा त्यो पेसाको मान्छेलाई पक्कै पनि दुख्नु पर्छ क्या यदि जिम्मेवारी नागरिक हो भने चाहिँ ती व्यक्तिहरू पनि यहाँ उपस्थित नहुँदाखेरि मलाई एकदमै खल्लो लागेको छ अन्य कलाकार टाढा कुरा हुन् तर मेकअप आर्टिस्टहरू नै उपस्थिति एकदम न्यून देख्दाखेरि चाहिँ मलाई एकदमै हृदयदेखि नै आत्मा रोएको छ त्यही कारणले आगामी दिनहरूमा चाहिँ प्रत्येक मान्छे आयु लिएरै आएको कुनै अजम्बरी छैन एउटा सीमित अवस्था के भन्छ प्लेटभरि हामीलाई चाहिँ माथिबाट जे हरायो त्यो हिसाबले हामी बस्ने हो त्यसपछि हाम्रो पनि यात्रा परमधाम नै हो त्यही कारणले चाहिँ हामी चाहिँ अजम्बरी हुन्छौँ र यही मृत्युलोकमै हामी चाहिँ अजर अमर हुन्छ भनेर भ्रम छ भने त्यो चाहिँ आजदेखि छोड्नु होला उहाँहरूलाई के म्यासेज दिन चाहन्छु भने जुन गुरुबाट चाहिँ नि डाइरेक्ट उहाँले सिकाउनु भएन तर उहाँबाट सिकेको चेलाबाट उहाँहरू सिक्नु भयो नि त होइन ती गुरुहरूको गुरु पनि महागुरुको निधन हुँदा उहाँलाई चाहिँ दुख्नु पर्दैन त्यही त एकदमै यसको जति भने नि मसित कुरा सकिन्न त्यही कारणले अब हाम्रो आदरणीय अशोक दाईको चाहिँ आत्माले शान्ति पाओस् उहाँको वैकुण्ठ बास होस् भन्न चाहन्छु नेपाल चलचित्र प्राविधिक सङ्घको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट मेरो प्राविधिक सङ्घको टिमहरू आउनुभएको छ उहाँहरूको सहयोग र साथ र मेरो चाहिँ नि अटल सङ्कल्पले गर्दा यो चिजहरू चाहे प्राविधिक होस् चाहे चलचित्रकर्मी कुनै पनि मानवको निधन हुँदाखेरि मेरो चाहिँ बाक्लो उपस्थिति हुन्छ यो चाहिँ मेरो स्वर्गीय आमाले दिएको मेरो चाहिँ नि
स्कुलिङ हो कल्चर हो त्यो चिजलाई म अनन्तकालसम्म मेरो भौतिक शरीर रहन्जेलसम्म मैले यसलाई फलो गर्नेछु र मानव धर्मको लागि मैले सकिने कर्म पुरा गर्नेछु। हस्, थ्याङ्क यू।